बाटो चाहिँ कति छिटो भत्किएको छ यहाँ। कोसी सप्तकोशी अझै यो खुलेको रहेनछ है भाउजू, त्यो सफा भएको रहेनछ मौसम। ए नत्र यस्तो दामी झन् देखिन्थ्यो। ए यही पुल भन्नुभएको हजुरले? यही रुखमा हो कि के हो हजुरले यस्तो दामी? ए आफूले कस्तो दामी देखिएको भाउजू फुलहरू। फर्किँदा खिचौँ न हुन्छ यता अहिले नखिचौँ फोटो नखिचौँ फोटो। यही बाटो जानुभएको छ तर ए हजुर हजुर ए हजुर स्टिकर घर अरे भरे किनिदिन्छु भरे किनिदिन्छु। ए यही रुख हो? यो के को फर्म हो भाउजू? यो चाहिँ कुखुराको फर्म हुनुपर्छ। कहिले पनि राम्रोसँग हेर्नु होइन कोसी त पस्छ होला हौ पछि त यता हेर्दैन। तर यो सुकुम्बासी इन्डियाले उठाइदिइहाल्छ। इन्डियाले के हजुर ए कहिले उठाउँछ नि फेरि? दामी रहेछ बाटो कस्तो स्कुल पनि रहेछ यही नजिकै। गाई बस्तुहरू सप्तकोशी अरुण भइहाल्यो, अर्को तमर भयो, दुध कोसी होला हजुर सुनकोशी हजुर कस्तो रमाइलो यहाँ त भाउजू। यस्तो भिडियो पनि यस्तो दामी हुन्छ होला है भाउजू? भिडियो गर्नु पो दामी हुन्छ यहाँ हजुर। कहाँ माथि पहिला टार्गेटमा जाउँ न, फर्किँदा बनाउनुपर्छ। अहिले घाम भएर अलिक
हामी चाहिँ अहिले यहाँ बिसाएर होइन पानी सानी खाँदैछौँ। हाम्रो क्युटे नराम्रे मेरो भदा बोराबान भनिन्छ भाउजू। बोराबान भनेको चाहिँ सबै यो जङ्गल 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 रहेछ। यस्तो छ, यस्तो रहेछ है। कोसिस म चाहिँ यहाँ छु। यो चोखो चोखो माया देख। ल चियर्स। तर यो है अरू नसम्झिनु होला। हाम्रो खानेकुरा आज नन्दा भाउजू भदाको चाहिँ यहाँ चाहिन्छ। मेरो यो भुँडी ठुलो होइन नि, फेरि लुगा उडाएको हावाले। लुगा उडाएको है, लुगा हावाले उडाएर भाउजूको हो। मेरो पनि छैन, यो अलिकति उयो मात्र भएको लुगा नै। अरे बाफरे, यसो त नगरौँ न। ज्ञानी भदा के गर्नुभएको हजुर? साग छुटाउनु भएको भरे पकाएर दाउरा कति धेरै खोइ देखाउनुहोस् त। त्यति भयो कति धेरै भएछ दाउरा। मेरो बाबु त कति ज्ञानी हो। हजुर गुड कस्तो हुन्छ अरे? थ्याङ्क यू। गुड कस्तो हुन्छ? हातले गरेर देखाउँछ गुड कस्तो अरे? कस्तो ब्याड कस्तो? वाउ वाउ वाउ। हजुर के बनाइदिनुहुन्छ? चिची बनाइदिनुहुन्छ? दाउरा कति बनाउनु भयो दाउरा? वाउ, हामी अनि के खानु आएको हो र यहाँ? होइन के खानु आएको अरे? जङ्गलमा हामी के खानु आउँछौँ रे? के खानु अरे? ए पिकनिक खानु आएको? वाउ, ल मेरो छोराले चिचिमा बनाउने हो। बोटुका? बोटुका त छैन नि। बोटुका त खोइ केमा खानु? पातमा खानु? ओके कुकु पातमा खानु अरे, आउनुहोस् है। पातमा खानु अरे। त कुकुलाई पनि दिनुहोस् चिचिमा। थ्याङ्क यू थ्याङ्क यू। कसले दिनुभएको अरे? म खान्छस्? मेरो भदाइले बनाइदिनु भएको चिचिमा म खाँदैछु। हेर्नुहोस् त भदा, म खाँदैछु। हस् ल दिनुहोस् त मलाई नि। यहाँ पनि दिनुहोस् है, मामुलाई पनि दिनुहोस् त। ओ माई गड, पनिर पनि कस्तो दामी हो। ल दिनुहोस् त। कति कति छ? ओके थ्याङ्क यू। ए हजुरको प्लेट? हजुरलाई प्लेट पुगेन? ए हजुर पनि खानुहुने? लु खानुहोस् त। कसरी खानुपर्छ? खानुहोस्, कसरी खानुपर्ने? अरे बाफरे। ल हाम्रो पिकनिक फिनिस भयो है। अब पिकनिक सक्यो हाम्रो पिकनिक। अब त्यो के हो? कल हो? आफ्नो? ल कसले बनाउनु भएको? ओ माई गॉड, कसले बनाउनु भएको यो? अरे बाफरे, मलाई पनि अरे, मलाई पनि कलमा पेलेर दिनुहोस्। पेलेर दिनुहोस् त मलाई पनि। अरे बाफरे, लु पुपुलाई। ओहो कति ज्ञानी हो। पानी ए बडा क्षेत्रधाम प्रवेश। ए यहाँदेखि उँभो चत्रा। ए यो गेटबाट छिरेर। ल साथीहरू हामी गरे भाउजू, हामी चाहिँ अब लाग्यो यहाँबाट। कहाँ लाग्यो भाउजू? हामी अब चत्राको पुल हेर्दै। रेड बोर्ड पनि छ त्यहाँ। भाउजूले मलाई लग्दै हिँड्छ। रेड बोर्ड पनि चतरा
यो यहाँबाट चाहिँ यता चाहिँ चतरा। फाइनली हामी चाहिँ चतरा आइपुग्यौँ है। यहाँ मामाहरू पनि हुनुहुन्छ। चतरा पुल हामी प्रवेश गरियो। यही पुलसम्म हामी चाहिँ घुम्न आएको हो। चतराको पुल जेट बोट देखेको छ माथि जेट बोट हजुर म एकचोटि यहाँबाट यो